आज चाहिँ हामी त बिहानै हरियाली जाँदैछौँ किन भन्दाखेरि हाम्रो आमा बुवा दिदीलाई भेट्न सफारीमा हामी चाहिँ चढेर जाँदैछौँ। बिहानै जानु पर्यो भन्दा भन्दै हेर्नु न नानी बाबुहरूसँग यतिखेर घाम लागिसकेको छ, अलिक ढिलो भइसकेको छ। अनि हामी चाहिँ सफारीमा जाँदैछौँ। अनि सफारीमा चाहिँ ठिक्क हरियालीको गेट अगाडि हामीलाई चाहिँ रोक्यो। अनि त्यसपछि हामी चाहिँ हिँड्दै गयौँ। अनि नानीको बाबाहरू चाहिँ अघि नै अगाडि जानुभएको छ नि त बाइकमा। अनि यस्तो अलिक चाडबाडतिर अलिकति खुसीको क्षण हुँदै चाहिँ अलिक आफूभन्दा ठुलोहरूको चाहिँ याद एकदमै आउने रहेछ क्या। अरू बेला पनि याद नआउने त होइन, तर यस्तो बेला झन् बढी हामीलाई याद धेरै आउने रहेछ। अनि भन्दै हामी चाहिँ कुरा गर्दै दिदी भान्जी म चाहिँ जाँदैछौँ। अनि अब पुग्नु पनि लागिरहेको छु। अनि हामीभन्दा अगाडि जानेहरूले चाहिँ अघि गएर उहाँले चाहिँ सफा गरिसक्नु भएको रहेछ। अनि हामी चाहिँ फाइनली पुग्यौँ। हाम्रो चाहिँ भविष्यको सहर है त साथीहरू। अनि सफा गरिसक्नु भएको रहेछ। हामी चाहिँ फाइनली पुग्यौँ। अनि हामी चाहिँ त्यसपछि पुगेपछि चाहिँ त्यहाँ हामीले चढाउनेहरू चाहिँ बिस्कुट चाउचु अलिक फलफुलहरू लगेको थियौँ। अनि त्यहाँहरू चाहिँ हामीले रेडी गर्नु थाल्यौँ। अनि कहिले रेडी गरिदिनु थाल्यौँ, कहिले चाहिँ चढाउँदै हुनुहुन्छ। अनि सबैजनाले पालो पालो गर्दै बत्ती सत्ती बालेर सबैले चढायौँ। अनि चढाएपछि चाहिँ हामी त्यहाँनिर एकछिन उभियौँ, एकछिन बस्यौँ। अनि त्यसपछि सबैले चढाइसकेर चाहिँ हामी त्यहाँदेखि फर्क्यौँ। जस्तो चाहिँ जहाँ हुनुहुन्छ सधैँ खुसी रहनु होला। अनि अरू बेला पनि याद चाहिँ एकदमै आउँछ आमा बुवाको